रातो मच्छिन्द्रनाथको यात्रा आज लगन खेलमा रहेको रथको दृश्य हेर्न सक्नुहुनेछ। यहाँ बत्तीहरू बाल्ने आफ्नो मनोकामना इच्छा पुरा होस् भनेर बत्ती बाल्ने कार्यक्रम भइरहेको छ। यहाँ हेर्न सक्नुहुनेछ। आफ्नो मनले चिताएको सबैको पुरा होस् भन्ने कामना गर्दछौँ। आफ्नो मनोकांक्षा पुरा होस् भनेर भक्तजनहरूले दर्शन गरिरहनु भएको छ। राजा नरेन्द्रदेव मल्लले चलाएको यस रातो मच्छिन्द्रनाथको यात्रा हरेक वर्ष निकालिने गरिन्छ। यता अर्को रहेको छ सानो। यता विभिन्न व्यवसाय गर्नेहरूले आफ्नो सामानहरू ल्याउनु छ। जिम्बु काफलहरू भरपुर रहेको छ। चिया व्यापारहरू, विभिन्न रुमालहरू, काफलहरू, किम्बुहरू व्यापार गरिरहनु भएको छ। यता सुरक्षाकर्मीहरूले सुरक्षा दिइरहनु भएको छ।